हामी आज जाँदैछौँ पहाड पुरै पुरानो गाउँ मम्मीहरूको ल कस्तो लागिरहेछ बिहान जाँदाखेरि मम्मीलाई कस्तो लागिरहेछ एकदम रमाइलो ओ ल ठिक ल हामी बुवा हुनुहुन्छ पुरा अब बुवा पैसा सोध्नुपर्छ अहिले चाँडो लाएर नारायण हरिहरि भन्नुहोस् त्यो लाउनु बाबा त्यो चिसो आयो स्याट हो अहिले ठोक पाउरे बिहान उठेर कुद्थ्यौँ 6 बजी उठाउँथ्यौँ ड्याडी ड्रेस लाएर न ड्याडी लाउनु भएको जस्तै ट्र्याक सुट ए हो रहेछ जिन्जीको बेला केपीओललाई यहीँ ल्या भन्छ सुब्बाटारमा हो त यही ल्याएको हो र? यहीँ ल्या केपीओललाई यही ल्याएर लुगा यहीँ ल्याएर लुगा सुब्बाटारमा त्यो केपीलाई अहिले चाहिँ किन नमारे सबैको अगाडि कहाँ त पुलुको मार्दै हाल्नु नि आन्दोलनमा अहिले मारे बालेले मार्न लगायो अहिले मारे भने बालेले मार्ला भनिहाल्छ तर झ्याप्प मार्दै भने त ट्याक्की सिक्किहाल्यो नि आनन्दले जसले मारला भने नि थोरस त्यही भएर होइन त्यसलाई मार्नु तडपाई तडप मार्नु पर्छ त्यसलाई त्यो तडपिनु त बुढो यही गाडी गएको छ नि काठमाडौँ भैँसी ब्यारे गाउँछ भैँसीको ब्यारे गएको छ नि है ल गुरिल्लाहरू भैँसीको ब्यारे गएको छ भैँसी ब्यारे गाउँछ कि गुरिल्ला ट्रेनिङ गर्ने ठाउँ हो त्यहाँ शीतल दिदायो टक्क लाएर त्रिवेणी मन्दिर चाहिँ त्रिखण्डी ए सरी त्रिखण्डी मन्दिर टक्क उहाँ पारिपट्टि चल्लक्क लाएर सबैजना यसरी आछौँ उता आर्मी तलतिर आर्मी नै रहेछ आर्मी नि तलतिर पुरा आर्मी बसेर छ आर्मी उता मुनि त्रिवेणी त्रिखण्डी मन्दिर आइसक्यो पुरै त्रिखण्डी मन्दिर आउन हामीले एकदम दुःख सह्यौँ बल्ल तल भगवानको दर्शन पाउँदैछौँ बिहानदेखि लाएर हो अगाडि भगवान यो जुत्ता के भाइ तैँले यस्तो भावे गर्दैन खुट्टा त्यो हिँड्न जाने त्यसलाई जुत्ता ठुलो भयो कि खुट्टा सानो भयो कागज खानु पर्यो हो ए यहीँ हो पूजा आर्मी नारायण नारायण भैँसीको त्रिखण्डी देवता पाठकले दिएको घन्टी रहेछ त पाठकले दिएको घन्टी रहेछ त मैले छ छैन लै त मैले ल्याए जुत्ता खोल्दा पूजा पुग्यो सबै लाइटर हुने आचे बोल्दैन थियो त वान त लाइटर टुक गइसक्यो बल्ने ए बोले यहाँ जाउँ न भित्रै छोरा नमः शिवाय सबै भगवान एउटै हो के ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय के हो त्यो घुराएर देऊ न ल ल हिँड न भाइ यहाँ टिका लगाउनु खण्डेश्वर महादेवको मन्दिरमा पूजा अर्चना गर्दैछौँ आज एकादशीको दिन
त्रिखण्डेश्वर महादेवमा चाहिँ एकादशीको दिन हामी सब घर परिवारहरू सबै आएर चाहिँ गएका छौँ। यो पुरातात्विक मन्दिर हो। यो धेरै वर्ष पुरानो, हाम्रो बाबा बजेको पालाभन्दा नि पुरानो, सयौँ वर्ष पुरानो एकदम शक्तिशाली मन्दिर हो यो। यहाँ यत्रो बाढी आउँदाखेरि यो मन्दिरलाई के गरेको थियो, खोलेकै छेउमा छ, तर एकदम गाडी आछ है गाडी सबभन्दा ओरिजिनल मन्दिर चाहिँ उहाँ पारी ए त्यहाँ पारी वर्ष भयो यहाँ उसमा यहाँ कत्रा बाढी गयो तर केही भएन क्या। यहीँबाट उठ जान्थ्यो र सिधै होइन त्यहाँ गएर हेर्नु पाइन्छ खोलामा त भयो। अब पिसाबेन जान्ला हो दुई चढा गीत बुवाको सुन्नु पनि मम्मी त राम्रो गाउनुहुन्छ के अरे त तपाईँ स्वर त राम्रो छ मम्मी त सिलो भन्ने हो खतरा झन्। त्यही त पहिलोचोटि स्वर सुन्दाखेरि पक्कै न पक्कै गायककार त सिलक त हो भन्ने मलाई सँग लाग्यो हो अब आयो अब 12 घुम्दै आउनुलाई ल मम्मी यति बेला गाउनु पर्यो गाडी स्टेरिङ नचल्नु दाइ लामी डाँडा बाघमारा चुनियाले बिगार दुनिया भन्थ्यो पहिला कि बाहिरको बाटोमा धुलो उडाउँदै बाहिरको बाटोमा धुलो उडाउँदै भन्ने गीत गाउँदै के पहिला घुम्ती नम्बर 1 हरन बजाउँदै टिन अनि म लास्टमा भिडियो बनाइदिन्छ काठीबाट दामी आउँछ ससिला कहाँ लाँदै यो बाटो पछि होला क्रिम पाउडर अम्लाउँथ्यो वर्षाको चक्कै गाडी दिनु रेनकोट लाएर आउँथ्यो सानो जस्तो लाग्यो भैँसी खानी कटेर नि हामी कुन ठाउँ यो भैँसी खानी नि हो भैँसी कटेर खानीमा आइपुग्यो कि नाम किन भैँसी खानी राखेको चाहिँ यो भैँसी खानीको एउटा कहानी छ, एउटा कथा छ। भैँसी भन्ने ठाउँबाट एउटा सुरुङ छ, त्यो सुरुङबाट भैँसी छिरेर नामटारमा निस्केको भएर यसको नाम चाहिँ भैँसी खानी। पुल कटेर जाने हामी पुल कटेर माथि हिँड्ने हो ब्याग लिएको भने नलिएको अनि बाबु लिनु त भनेछ त्यो झोला यस्तरी हाँस्छ म नि यस्तरी भित्र ब्याग हालिदिने हो कि अनि इफ यु वान्ट माई देवर विल भने कि मैले चाहिँ यस्तरी हाँस्छ हुन्छ है हाम्रो पहाडको हाम्रै घरको तिमीलाई कस्तो लागिरहेछ आमा गाउँदा हो बबाल हो ठिक छ सफा है क्या सफा त पानी ए ल गीत गाउने भनेपछि त म यहाँ टक्क रेडी बनाएको छु नि क्यामेरा त
हो ल अलि नजिक आउनु मम्मी शान्ति अनि बुवा खोइ त मतलब भिनाजु घट्टा चुक्लिरहेको रहेछ अँ कुन हो जिजु ल मम्मी गाउनु गाउनु गीत गाउनु सुन्यो नि यहाँ सुन्दैन नारायण हामी अब मन्दिर आइसक्यौँ बुवा यो मन्दिर नाम के हो अरे च्याप्से कालिका च्याप्से कालिका मन्दिर कालिका मन्दिरमा आएर आइसक्यौँ पुरै टक्क लगाएर यो कालो फेरि मन्दिर एकदम मन्दिर बनाएपछि आएकै थियो नि यहाँ ढुङ्गो हुँदाखेरि पो आएको हो त ए लौ मम्मीले म त जमानाको मान्छे पो त्यही त हो त मन्दिर अँ खतरा बना खान्छ हरा कङ्गीर भनेर गऱ्यो भने बाबु किन खेल्यो पहिला पानी हालेर राम्रो बनाएर होइन दिजु के माछा आइरहेछ। महिना नुहाउन सही मजा आउँछ यार है हो भयङ्कर यो मनरी खोला यो खादे खोला तिनटाको सङ्गम भएपछि यो च्याप्से कालिका भा ए यो सबभन्दा पहिलेको मन्दिरको ढुङ्गा यही हो उता सालको बाढीले घोप्टाइदिएको तिनतले ढुङ्गा यो एकदम कति ठुलो थियो त्यही ढुङ्गाले बचाएको हो यतातिरको सबै अरू ए यो ढुङ्गा नभए त कति बजार बगाउँथ्यो अँ, यहाँ त यो खेत कति माथि थियो पहिला नि तल चाहिँ हो पूजा गर्ने माथि होइन पहिले तल पूजा गर्दै अलिक माथि ए पहिले चाहिँ तल पूजा गर्नु पर्दछ उयोमा मेनु अनि त्यहाँबाट बल्ल अनि माथि पूजा यहाँकै मेनी तिम्रो पूजा के हामी त आइरहेको क्या तिम्रो थोरै गर्छ जगाउन न सलिक सलिक त्यो छोडिदेऊ बाँकी नि गणेशको त्यो रातो छोटा पहिला कता मेन कालिकामै यो फेन कालिका त्यो खोल्दैन नि यहाँ छोड्दिन यहाँ गणेश मान्छे के यहाँ सन्जय पूजा दिदी पूजा दिदी सबैमा मेसैसित चाहिँ मम्मीले के दिँदैन भएको सानीलाई मिल्यो सबै सानी लाउने लाउँछ सबै उयो राख्यो कि
हो स्यासी कालीका भाइ माथि बाली हो यो गणेश कता हो गणेश मानिन्छ यहाँ सम्झेर पूजा आउनु न स्यासी कालीका भगवान सम्झेर पूजा हो क्या हो स्यासी कालीका भाइ मुन यहाँ गरेर अनि जानु भने यो अलिकति अलिकति मलाई अलिकति अलिकति म चाहिँ माथि गइहाल्छु के त्यहाँ हात चाहिँ ल्याएको कुरा स्यासी कालीका भएका छौँ अब आज भाग्य माता कालीका अगाडि चौथीको पूजा गरिदिन्छ आनन्द पूजा नसक्ने साइज उसले गरे म यहाँ छोइरहेको हुँदा हुँदैन छोन ल भइहाल्छ तँ यहाँ गरेको ल म यहाँ उसले गरेको गर्दा तिमीहरूसँग अलिअलि भयो तिमीहरू चरा आएको पैसा भगवान्लाई यहाँ चढाएर चढा हात ल एक ठाउँ चढायो हुन्छ ए पैसा भइराख्नु तिम्रो ठुलो दिए ल तिमीहरू यहाँ गिरी गणेश यता ल त्यहाँ यहाँ छ ल एकै ठाउँ राखेर भइहाल्यो भगवान् नारायण सरस्वती नाथ र यता तुला यता हामी यता गणेशलाई यो पदस गर्ने भने घरमा हो यहाँ भगवानमा यही पनि छ त ऊ भएको ठाउँमा के भयो यहाँ छ त नि गणेश छ कि जे दुबो छ त्यहाँ हुन्छ गणेश यहीँ छ नि त तिमीलाई यहीँ गणेश सबै यता हाम्रो बुवा मम्मी सँगै हिँड्नु भएको पुरा आनन्दले हाम्रो त यो पुरानो ठाउँ खोला उतैबाट थियो यहाँबाट चाहिँ सिधै चाहिँ तपाईँ घरै घर थियो क्या ए यहाँदेखि नि यो जुन ढुङ्गा छैन हजुर ढुङ्गा यही छेउमा थियो ढुङ्गा जम्मै सत्तलै सत्तै ए अनि यहाँदेखि अलिकति तल गएपछि जम्मै चाहिँ कपडा कोठी हाई स्कुल हजुर अनि त्यसपछि चाहिँ के अरे चाहिँ पानी पानी मिल घट्ट मिल पुरा धान कुट्ने तेल तोरी पेल्ने त्यो सबै थियो कि ए त्यो जम्मै खोलेर लिएर गएको त्यति कहाँ उयो त्यो उठ्यो र ए स्यासी कालीका ढुङ्गो पनि तल भसिएको हो बुवा ए रानी चारी घैरङको वनभरि बिर्सोजारी गर्ने ए सबै आउनु भएको मजाले सबै आउनु त्यो डाँडाको तल पुग्थ्यो यो पुल थियो बुवा पहिला यो थियो नि झुलुङ्गे पुल यो झुलुङ्गे पुल थियो नि पहिला कहाँ हुनु नि ऊ त्यो परको चाहिँ थियो त्यो एकपल्ट बगाइकन पछि फेरि बनाएको ए यो त पोहोर कि परार बनाएको यो सिस्नुको बोटु त्यहाँ अब यसलाई यसले कस्तो पोल्या मलाई एकचोटि त्यसलाई काली बजार भन्छ यसलाई सेती बजार भन्छ किन भयो त्यस्तो चाहिँ काली बजार र सेती बजार भन्ने हुन्छ नि त ए त्यो त हरेक ठाउँमा अब त्यो घाँस पात पातेको बोटो ए पुरा त्यो पहिले त्यहाँ घरै घर थियो उम् त्यो त पछि बनायो माथि काङ्लातिर बनाएको थियो एमाले नआयो भने यो बाटो तिमीहरूको एमालेको त भन्दा बढी आयो यो मान्छे पहिला के सिद्धेन त 64 मा यहाँ सबै अरू बोल जम्मै सिद्ध्या हो नि यो 82 मा अब गयो भनेको तै पनि आउँछ 67 आउँछ खिचडी हो केही दिनको यो उम्लेको दुध परमोट लड्यो बरु गाडीले हान्देको लड्यो एउटा रोप्नु पर्दैन बर यार तिमीले रोप्नु घाटेपछि एउटा रोप्नु पर्दैन टक्क पानी यस्तो मजा आइथको बाटो छ बाटो पनि हेट हाम्रो बस्तीको बाटो लड्ला है लड्ला बिस्तारी
लड्लो है लड्लो बिस्तारी हिँड हो दाजु हजुर ओ तर नारायण भन्नुपर्छ है अब सबैले छटपटे खाएरै नारायण भने अरे मुख पनि भात पत्नी होइन भातलाई चाहिँ अब डेन्जर हुन्छ भात आएपछि त एकदम बिस बन्छ अब खत्रै हो नि लास्ट हुन्छ त्यता हैन ओए अम्मा आऊ न हो बरु लोकल अर्ग्यानिक भनेला भन्छ नि त जाउँ टमाटर फलेको छ बारीभरि यस्तो मजाले ए टमाटर यस्तो मजाले फलेको है मार्नलाई मार्न फेरि अर्को बारीको फेरि हामी त अम्बा चोर्न आयौँ अब मिठो हुन्छ नि तोरी तोरी फराएको छ पुरै यता पनि ए बिस्तारी हिँडौँ बाटो कालो ए हिँड्नु निक्लिँदो रहेछ अहिले त्यहाँ निक्लिँदा सहिलो हुन्छ ओ त कहाँ त्यस्तै हो बाटो ए अमन घर छुट्टै गन्नाम हुँदैछ फेरि त जो अमला बोट है ए हो त नि अमला बोट त नि हामी उहाँ खानुमा कति अमला फल टिप्थ्यौँ त्यो दाइले गर्दा भात हाल्नु त्यो भने अफिसाउनु पर्यो अमनलाई माथि समान यो तलदेखि नै हो ए खै के गरे यो बिहेमा भोज पका गर्न यो गोठ सब डडेल यो नास्पतिको बोट ए नास्पतिको बोट त यो पनि नास्पतिको बोट मन पर्ने सिमी सिमी यो टाटे सिमी हो एभोकाडो कुन चाहिँ एभोकाडो भयो तोरी कस्तो फलेको थियो त उ? ए के हाम्रो नि गद्दा फलेको हो कहाँसम्म तपाईँहरू भयो खेत चाहिँ थियो सबै हो ए सबै हो यो अहिले हेर्नु उ माथि चुप्पा हजुर चुप्पादेखि त्यो डाँडोसम्म हो नि त्यो भिर पनि नम्बर यो आम्मामामामा त्यो लाने केरा आलु या ए टन्नै रहेछ केरा सागको साग नि कति फलाएको छ ल फले हेर्नु हो आलु कति राम्रो रहेछ त्यसको ए कस्तो राम्रो फलाएको छ तोरी नि ओहो त्यो हाम्रो हो यो सबै हो यो ए कसले खेती गरेर चाहिँ यो त घर बस्ने ए भन्ने भन्छ ए केरा झन् टन्न रहेछ यो केरा लैजाउँ है यो गरी हो नानी हो त्यो हैन यता पनि पाक्छ पहिला घर यहीँ थियो बाबु हाम्रो ए यहाँनिर यो त्यो आल्ला ठाउँमा कि ए घर उ त्यो केरा नि पाक्छ केरा टन्नै छ ए दुईटा आम्मामामा टन्नै रहेछ केरा त ए कति कति यो हाम्रो पहिला घर यही थियो ए टन्न टन कल धेर लाउनु पर्छ नि आलु ला ऊ तर पनि लाग्यो यो खन्ने बेला अलि भएको छैन पुर्खौली बुवाहरूको ठाउँ आइपुग्यौँ हामी आज ल काँबाट जुराएर ऊ त्यो माथि छ नि, ऊ त्यो टोडेल के गर्यो अहिले आएर फेरि चोरी गरेर साग रोप बेच्ने कि मुलार त्यो आलु रोपेर यहाँ पनि छ आलु न भैँसी र बाख्रा त यता भैँसी बाख्रा यता रहेछ बाख्रा यहाँ ए भने पाले टक्क लाएर यहाँ ल बुवाल बारी हेरेर बनाइदिनु बाख्रा यहाँ ए भैँसी त्यहीँ रहेछ बाख्रा यहाँनिर बाख्रा यहीँ रहेछ पुरै है ए देखिरहेको मजाले हो अब यहाँदै हो, त्यो यहाँबाट लाने नि खसी। बसेर ए यहाँबाट लाने दसैँमा यता नि भैँसी पुरै रहेछ एक गोठा 1 लाख रुपियाँ लगाएर बनाइदिएको थियो जस्ता सस्ता 1 लाख ए ल हो माथि घर भर्का भत्काएको त अदुवाको पुरै खेत झ्याप्प लाएर बनायो गोठ बनायो यस्तो मजाले अदुवा फलेको छ यहाँनिर ल यहाँ उसले यहाँ तलले बनाएको हो। यस्तो मजाले अदुवा फलेको छ यहाँ तोरी कस्तो राम्रो पुरै त्यो तोरी राम्रो छ पुरानो घर टक्क आइपुग्यो ए पुरै अम्बिसोहरू त यहाँ ए पुरै
कमाउनु गयो होला नि छोराहरू कहाँ आइपुग्यौँ ए दर्शन है दर्शन 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 ए ल कस्तो लागिरहेछ यतातिर चाहिँ पर्सन कस्तो लाग्यो तिमीलाई हो शीतल रमाइलो छ बिना चाहिँ सक्सेस कस्तो लागिरहेछ ए रमाइलो एकदम म त यस्तैमा बस्न पाएदेखि म त एकदम ह्याप्पी बजारबाट लोकल कुखुरा भन्थे तिमी कस्तो लाग्यो तिमी पनि बन्ने बेला म लोकल भन्थे कि हब्बडबाट फाइनल्ली हामी एकदम यात्रा गरेर आज पहाडको घरमा आइपुगेका छौँ यो घर चाहिँ हाम्रो पहाडको घर भनिन्छ यसलाई हाम्रो जन्मथलो हो यो मेरो यहाँ चाहिँ म यहीँ जन्मेर यहीँ हुर्केको हो यो मेरो कुठ्यौली थलो हजुरबाउहरूको यो तलदेखि यो डाँडासम्म सबै पर्छ कति वर्ष भयो यो बनाएको यो त भर्खर बनाएको हो पहिला भयो 72 सालको भूकम्पले हाम्रो माथि घर थियो यस्तो घर भत्काएपछि यहाँ बनाएको हो यो चाहिँ हाम्रो एकदम जन्मथलो एकदम आनन्द मजा लाग्छ यहाँ आएर बस्दाखेरि कस्तो मजाको हावा आउँदो रहेछ त्यही त यहाँ चाहिँ एकदम स्वर्ग जस्तै लाग्छ मलाई है मकैको ढिँडो खान हामी अब भनेपछि एकदमसँगले लोकल साग हो एकदम तपाईँले खाना खानुभयो त ए ढिला भइसक्यो तपाईँलाई बुवासँग जाँदैछु म पनि यसो हेर्नलाई खेतबारी यता वरिपरि डाँडा काँडा हरियालीतिर यसो नजर लाउनु पर्यो नि सबैभन्दा राम्रो हाम्रो जग्गा थियो सबैको भन्दा राम्रो ए उतापट्टि गहिरो छैन गहिरो हजुर गहिरो जम्मै हाम्रो आधी भन्दा बढी थियो हाम्रै थियो त्यो खोलामाथि यो बारीको उतापट्टि ए गहिरो तलपट्टि गहिरो बारी भन्थ्यो हाम्रो त्यो त बेच्छ क्या भन्नुहुन्थ्यो मम्मीले दाइ बेचे त्यो ए त्यो दाइ जेठो दाइको भागमा दिएको थियो जेठो दाइ बेच्यो बहिनीले दिएको थियो बहिनीले पनि बेची ए अनि हाम्रो यसले पनि चाहिँ उतापट्टि थियो गरौँ एउटा लामो गरौँ भन्ने ए त्यो पनि बेच्यो गाउँघर यो त धेरै पुरानो घर जस्तो त यो त तपाईँको बनाएदेखि भत्का छैन पुलदेखिको पुरानो घर कस्तो छ गाउँघरको अर्ग्यानिक एकदम ठाउँ ए तपाईँको हिँडेर पुरै देखिँदो छ है यतातिर त तोरीबारी पुरै तोरी कति फलाएर छ यहाँबाट हेर्नुहोस् गरा छ नि हजुर त्यो सबै हो त्यो तपाईँहरू पहिला त्यो पोखर अहिले अहिले हाम्रै हो सबै हो ए यहाँदेखिको चाहिँ सबै माइसमै त्यो जङ्गल जम्मै हो सबै हो ए यहाँबाट देखेको छ नि छिरेर हजुर हजुर त्यही पोला त्यो उतापट्टि चाहिँ धान फल्थ्यो बेसी त यतापट्टि पनि धान बेसी त फल्ने अब पहिला रुखै रुख थियो घाँसका रुखहरू टनाटन कलर लोकल मासु र भात खाँदैछौँ कटा छ मासु मिठो छ ए सही हो पर्सन कस्तो लाग्यो तिमीलाई कस्तो मिठो छ दामी छ हो बढी दामी छ अरे दामी छ अरे ओ बुढी तिमीलाई कस्तो लागिरहेछ खानेकुरो मिठो हो ल ठिक छ यता चाहेको छ नि सर्ट भाइ टक्क यो ससुरालीको बारी भनेर देखाउनु पर्यो नि बुढाबुढी पुरै गाउँमा है तोरीबारीमा अरे कुन चाहिँ हो अरे बुवा ए सबै ए हजुर ल यति भएपछि भइहाल्यो लाग्यो नि मम्मीहरूको ए ठेक्कामा दिनुभएको यो सागको खोइ तोरीको पुरै ए सही टक्क लाएर
हामीले जोगामा बोकेर ल्याएर रुपियाँ कुन चाहिँ बुवा यसलाई रोप्या अरे हो भन्दिन न यो अमृतसर के थाहा कुचो ए अम्ल छ सानो हुँदा थियो क्या हाम्रो घरले दिएको त्यो रुख छ नि त्यो रुखदेखि यता जम्मै हाम्रो हो यो ठाडो रुख एउटा ए सारू सारू रोपेको यो भैँको यो यतातिर सबै हाम्रो हो यो अमृत हो समृस हो यो यहाँ- बाँस त? बाँस पारिपट्टिको हो ए गोलभन्दा यता भिनाजु यो भन्दा यता सबै हाम्रो हो अनि यहाँ त भनेपछि तपाईँको त एउटा पोस्टर टाँसिदिनु पर्यो त भिनाजु जग्गा जग्गा बारम्बार टक्कर लाएर त म त हामी कन्फ्युज भइहाल्छौँ कति छ त लालपुर भनौँ 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 भन्नु न मिल्छ लगाउन त त्यत्रो कु गरेर राखेको छैन भोलिपल्ट बनाएर लाने हो कुन कुचो चाहिँ उनीहरूले बनाइदिन्छ क्या कुचै अनि बल्ल ए यो चाहिँ कुचो हो यो ए त्यो नआउँछ त बनाउनु यसबाटै कुचो बनाउनु छ भनेपछि यही त हो नि कुचो हो हामी यहीँबाट लाने हो सधैँ किन्न पर्दैन भन्छ टक्क लाएर ल ओइ आयो हो आयो 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 हामी आयो हाम्रै गाउँ आयो धनी मानी भिनाजुको गाउँमा हाम्रै गाउँमा हाम्रै ठाउँमा अनि भिनाजुको रमाइलो गाउँमा हामी आयौँ पोस्टर टाल्न हाम्रै गाउँमा हामी भिनाजुको गुन्डुमा आएको छौँ है ल, यहाँ पानी खाने हाम्रो गाउँभरिको मान्छेले पानी खाने कुवायो भुसुनी खोल्छ भन्छ यसलाई हजुर है भुसुनी हो यसलाई भुसुनी खोल्छ भन्छ भुसुनी खोल्छ यहाँबाट पानी लिने ठाउँ हाम्रो घर त्यहाँ माथि होइन अनि भएपछि एक दिन राति बेलुका हाम्रो हजुरबाउ हिँड्दै आउनुभयो अरे हजुर हिँड्दै आउनु भएपछि यहाँ कुवामा चाहिँ निगाले चितुवाले पानी खाइरहेको छ अरे चितुवाले चितुवाले निगाले चितुवाले पानी खाइरहेको छ अरे अनि निगाले चितुवाले पानी खाइरहेदेखि निगाले चितुवाले पानी खाइ हेर्नु हुँदैन भन्ने चलन थियो पहिला होइन अनि हजुरबाउले चाहिँ एउटा ढुङ्गा टिपेर प्लाट त्यसलाई हान्नु भएछ हानेपछि निगाले चितुवा पुलको मरेछ ए होइन निगाले चितुवा मरेपछि अब यसको छालाले चाहिँ खैँचले सैँचले मोड्नुहुन्छ उ गर्नुहुन्छ भनेर लगेर घरमा झुन्ड्याउनु भएछ यहीँ मार्नु बेलुका यहीँ मार्नु भयो चितुवा। राति 10-11 बजेपछि 12 बजेपछि 5वटा आइमै आएर पुरा रोयो रे करायो रे मेरो बाबु तिमी कहाँ गयो कसरी गयो किन यस्तो भयो तिमीलाई तिम्रो यो हालत कसले गर्यो अब हामीलाई कसले खाना दिन्छ कसले लाउन दिन्छ भनेर बेपत्ता रोयो रे हाम्रो हजुरबाउ पनि झाँक्री हुनुहुन्थ्यो अरे कि पहिला यसो फाकु गर्ने पहिला पहिलाको मान्छे झाँक्री त हो नि अहिलेको वैद्य भने जस्तै झाँक्री हो के अलिअलि मन्त्र सन्त्र पढ्ने हो नि झाँक्री हो अनि हाम्रो हजुरबाउले चाहिँ पुरा मन्त्र पढेर अनि हाम्रो त्यत्र भोटे कुकुर पाल्नुहुन्थ्यो अरे कि हजुरबाले भोटे कुकुर पछि भोटे कुकुर खोलेर छोडिदिनु भएछ भोटे कुकुर खोलेर छोडिदिएपछि त्यो आइमाईहरू चिथर बिथर भएछ कोही यता पारि गयो कोही उता गयो यता पारि पनि गाउँ थियो यता पनि थियो गएपछि यही घरमा के यो चाहिँ 3टा आमाहरू भनौँ न माइली आमा जेठी आमा 3टै विधवा मध्ये एउटा आमा चाहिँ बोक्सी रहेछ अनि अङ्गना बसेर पुरा काम्न थाल्यो अरे होइन काम्न थालेपछि अनि माथि त्यो चोटा ए हजुरबा साइलो हाम्रो हजुरबा चाहिँ साइलो के ए साइलो हजुरबा लौ न यहाँ झारफुक गर्न जाने नि त लौ न यहाँ आउनु मलाई त यहाँ उपद्रो भयो यहाँ कामेर बस्नु छैन के भयो भूत लाग्यो के भयो तपाईँ आएर हेरिदिनु पऱ्यो भनेर अनि भनिसकेपछि हजुरबाउ तल झर्नु भएको छ हजुरबाउ तल झर्ने बित्तिकै हजुरबाउलाई यसरी झ्याप्पै झम्ट्याएर कि माऱ्यो हो नि त उसको मान्छे त्यो निगाली चितुवा झम्टेपछि हजुरबाउले चाहिँ टक्क त्यो अङ्गेनामा चाहिँ ओदान हुन्छ नि पहिला पहिला त अङ्गेनामा आगो बाली लाग्थ्यो नि त झट्ट ओदान निकालेर भ्लाटे हालिदिनु भयो अरे त्यसको काँधमा के काँधमा हालिदिएपछि अनि त्यहाँबाट त्यो चाहिँ हो अनि त्यसपछि थक 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 बसेपछि अनि निकालेपछि नि उफ्रिनु थालेपछि कुचो पोलेर त्यो पहिला त खरको कुचो हुन्थ्यो कि बाबीको कुचो हुन्थ्यो कुचो पोलेर कुचो बालेर कुचोले हान्नु भयो अरे केही पनि भनेन अरे अनि त्यो लास्टमा केही सिप नलाएपछि पहिला त्यो हलो जोत्ने हलोडो भन्ने हुन्छ नि त्यो नारा भन्छ कि त्यसलाई त्यो नारा साट टिपेर लगाएर घाँटीमा यस्तरी बेर्दै गरे तेरो खलकल म छुँदै छुन्न मलाई मात्रै छुन्नस् कि कसलाई छुन्नस् तेरो 7 पुस्तालाई छुन्न म भनेर बाचा गरेर अनि हजुरबाले छोडिदिएको अरे त्यो भूतको त हो नि त्यही त भनिरहेको छु मैले बुढोलाई उखु कस्तो लाग्दैछ यहाँको अर्ग्यानिक उखु अर्ग्यानिक एकदम नरम सफ्ट मिठो रहेछ दामी गुलियो अब उता हाम्रो केरा कटाइ हुँदैछ पानी पनि मिठो हुँदो रहेछ मलाई कस्तो लाग्दैछ यहाँ पाहाड आएर एकदम रमाइलो लागिरहेछ एकदम रमाइलो ए केराको बुङ हो ल अर्को छ ल
ओहो ओहो यो त यार यो चाहिँ हार्सानी कोसेली बेभाग ल है गाइज फाइनली भिनाजु सालो मिलेर केराको घरी बोका भाइ जम्मा केराको खम्बा सालो भेना जम्मा हेर कस्तो लाग्यो त केराको घरी बोकेर आउनु पाउँदा पडा छ यदि यस्तो जिनमा यसै ट्याक्क दुईटा गयो नि मलाई चाहिँ भार धेरै पर्र हुन आयो सेल्फी नि गर्छु शीतल हामी चाहिँ थके लाएर यहाँ ढुङ्गामा बसिरहेछौँ आराम गरेर बसेका छौँ ओइ कत्रो सबैजना थाकेर पेट्ट पर्यौँ ऊ ल अब हाम्रो बाबाले केरा काट्नुहुन्छ अनि हामी चाहिँ बसेर अनि यो चाहिँ कसरी फर्क्यो 300 क्लिक कहाँ गरे तपाईँले क्लिक हामी चाहिँ उखु खाँदैछौँ यसलाई गिम्बल भन्छ कि ए है र यहाँ मेरो बुढीले उखु खाइरहेछ कस्तो भइरहेको खाँदा स्वाद जति सबै बाहिर गइसि खोस्टा खाइरहेको मिठो भयो अनि हामी चाहिँ यहाँ यसरी छौँ हार भिनाजु हुनुहुन्छ हार पुकी भिनाजु भिनाजु के भन्न चाहनुहुन्छ तपाईँ यसमा अनि भुकी दिदी पनि हुनुहुन्छ पुकी भिनाजु भुकी दिदी कन्टेन्ट थम्बनेलमा हाल्ने कि पुकी भिनाजु एन्ड भुकी भिनाजुले केरा काटिरहनु भएको छ अब यो केरा लएर चाहिँ हामीले बुवालाई दिन्छौँ यसको जिम्मेवार बुवाको हो रेडमा क्लिक गर्न फेरि यहाँबाट सबैजनालाई हुने खालको प्लान जानी फ्यामिली जानी त्यो भाडो लगाएर नि के कति बेल ल्याउँछ त्यो के टिप्नु भएको सिमी टाटे सिम भन्छ त्यसलाई चाहिँ टाटे सिम भन्छ त्यसलाई हिउँदे सिमी टाटे सिम के भन्छ भन्नु चाहिँ काटे सिमी नै भन्छ टाटे सिम हो क्या एकदम मिठो हुन्छ सिमी कस्तो मिठो हुन्छ यता आलु के हाल्नु पर्छ केही हाल्नु पर्दैन ल पक्क पार पकाउनु पर्छ है ज्वाइँले आएर सिमी टिपिदिनु भएको छ कस्तो लागिरहेको छ तपाईँलाई चाहिँ तपाईँ टिक्ने हो हँ? तपाईँ टिप्ने बेलुकालाई हजुर पर्दैन बा पर्दैन खाइहाल्छ नि पहाडमा आएको स्यार्सी काली दर्शनै गरेको चितवनबाट रमाइलो छ आजको दिन यस्तो दिन आउँदैन छिनछिन हाँसेर बोली देऊ माया यसै गरी देखाइले सारा हेलो अनि नमानु न तिमीले पिरो रमाइलो दिन आजको यो चाइ फुलको बासना नबोले नि हाँसिराखेन बिगाड्यो दुनिया यस्तै रहेछ मान्छेको चलन घुम्दै फिर्दै आइयो हैयो गाउँमा यस्तै रहेछ मान्छेको चलन घुम्दै फिर्दै आइहाल्यो यो ठाउँमा हाम्रो गाउँमा घुमेर आएको हाम्रो गाउँमा घुमेर आएको डाँडा पाखा रमाइलो बनाएको हाम्रो गाउँमा घुमेर आएको डाँडा भाले काटेर पकाएको
हाम्रो गाउँमा घुमेर आएको लोकल काले काटेर पकाएको हाम्रो गाउँमा घुमेर आएको लोकल भाले काटेर पकाएको हाँसेर बोलिदेऊ माया यसै गरी भेट कहिले हुन्छ र बोलिदेऊ माया यसै गरी भेट कहिले हुन्छ र रोक्नु हुनुपर्छ पिसाब गर्नुपर्छ कि पहिला त्यहाँ टोइलेट बाबु यहाँनिर त्यहाँ भात खाएको त भातै मिठो माने मिठो लागेको थियो नि त्यसलाई यो आयो मिठो यो नआयो मिठो हुँदैन मान्छे खाने हो सकस ल अहिले त बाक्लो हो बच्चामा धेरै पानी थपेर खायो त हामी टक्क यहाँ फेरि फर्केपछि एक लट चिया खानालाई रोकिरहेको छौँ यतिको छ बाटो यहाँको सम्मु सिधै बाटो त सिधै बाटो यता नि बाटो सिधै छ वरिपरि डाँडा काँडा